साथीहरू, आजको भिडियो भने निकै महत्त्वपूर्ण छ है। तपाईँ हामीले मोबाइल पक्कै पनि चलाउँछौँ। अहिलेको समयमा सबैको हातमा मोबाइल छ, चलाउँछौँ। तर पनि यी दुई काम गर्दाखेरि चाहिँ हामीले मोबाइल चलाउन नमिल्ने रहेछ। ती दुई कामहरू के हुन् त? त्यो जान्नको लागि यो भिडियो तपाईँहरूले अन्तिमसम्म हेर्नै पर्ने हुन्छ। अत्यन्तै महत्त्वपूर्ण भिडियो छ। तपाईँहरूले यो भिडियोलाई सेयर गरेर सबैसम्म पुर्याउनुहोस् है त। आउनुहोस् यो भिडियो एकैछिन हेरौँ। हजुरहरू यो दुई काम गर्दा मोबाइल नहेर्नु होला। एउटा दिशा गर्ने बेलामा टोयलेट जाँदा र अर्को खाने टाइममा। किन भन्दा हजुरहरूले दिशा गर्ने टाइममा मोबाइल हेरिरहँदा मोबाइलतिर ध्यान हुन्छ। कति बेला बल गर्ने, कति बेला उठ्ने थाहा हुँदैन। टोयलेटको समय हजुरहरूको लामो समयसम्म बसिराख्नुहुन्छ, त्यसले गर्दा मलद्वार बिग्रिन्छ। भने हजुरहरू खाना खाइरहेको बेलामा हजुरहरूले मोबाइल हेर्नुभयो भने खानाको स्वाद पनि थाहा हुँदैन र कति बेला कति चबाउने त्यो पनि थाहा हुँदैन। त्यो कारणले गर्दा हजुरहरूले खाना राम्रोसँग चबाएर खानुहुन्न, समय दिएर खाना खानुहुन्न, समय हजुरले स्वाद लिएर खाना खानुहुन्न भने हजुरहरूको त्यो खाना समयमा पच्दैन, त्यो हजुरको पेट बिग्रिन्छ। जब पेट बिग्रिन्छ हजुरहरूलाई नसर्ने रोगहरू लाग्न सक्छ। त्यो कारणले गर्दा यदि हजुर स्वस्थ बन्नु छ भने केही समय त मोबाइल छाड्दिनुहोस् न। किन भन्दा हजुरहरूको जति मोबाइलमा ध्यान केन्द्रित गर्नुहुन्छ अन्यत्रको ध्यानहरू सबै डाइभर्ट भएको हुन्छ। न स्वाद, खानाको स्वाद छ, कति मेहनत गरेर बनाएको हुन्छ। त्यो कन्डिसनमा हजुरहरूले न खानाको स्वाद लिनुहुन्छ, न चबाउने समय हुन्छ, न निल्ने समय हुन्छ। त्यस्तै टोयलेट जाने कन्डिसनमा न दिशा घर खोल्ने समय थाहा छ, न बल गर्ने समय थाहा छ, अनि लामो समय मोबाइल हेरेर बसेको छ। त्यो कारणले गर्दा हजुरहरूको सिस्टम मुखदेखि मलद्वारसम्म बिग्रिन सक्छ। त्यही कारणले गर्दा यदि हजुरहरू स्वास्थ्यकर हुनु छ भने केही समय त मोबाइल छाड्नु न है। यो कुराहरू जनचेतनाको लागि भएको कारणले गर्दा सक्दो सेयर गर्नु होला। खाना खाने तरिका कसरी, पानी खाने तरिका कसरी म नेक्स्ट भिडियोमा हाल्नेछु। त्यही कारणले गर्दा हजुरहरूले फलो गर्न चाहिँ नबिर्सिनु होला है त। हस्त नमस्ते, धन्यवाद।